नमस्कार, म अमित पौडेल। हजुरहरूलाई मेरो पोडकास्ट बातचितमा स्वागत छ। आज जिन्दगीमा पहिलोपल्ट हातमा माइक र क्यामेरा अगाडि आएको छु। यदि कहीँ केही भुलचुक भए म अघिबाट नै हजुरहरूप्रति क्षमा प्राप्त छु। आजको बातचितको शीर्षक रहेको छ जैविक खेती अर्थात् अर्ग्यानिक फार्मिङ। र आज हाम्रोमा अतिथिको रूपमा हुनुहुन्छ जसले सिक्किममा 2003देखि नै अर्ग्यानिक फार्मिङ सुरु गर्नुभएको छ। त्यसैले उहाँलाई वान अफ द फर्स्ट अर्ग्यानिक म्यान अफ सिक्किम पनि भनिन्छ र उहाँको नाम छ मिस्टर धनपति सापकोटाज्यू। आउनुहोस् उहाँसँग बातचित गरौँ। आज हामी आएका छौँ सिक्किमको छोटा सिङताम आसाम लिङ्जे भन्ने जग्गामा। हाम्रो धनपति सापकोटाज्यूको धेरैवटा अचिभमेन्ट छ, जस्तै उहाँलाई धेरैवटा अवार्ड्सले सम्मानित गरियो। उहाँले धेरै जस्ता अर्ग्यानिक फार्मर इच्छुकहरूलाई पनि ट्रेनिङ दिनुभएको छ, जस्तै नर्थ इस्टको विभिन्न जग्गाबाट आएर यहाँ ट्रेनिङ गर्दछन्। एउटा उहाँको देश प्रसिद्ध रेकर्ड जो चाहिँ एउटा टमाटरको बोटबाट 63 केजीसम्म उत्पादन गर्नुभएको छ। उहाँको बारेमा र अर्ग्यानिक फार्मिङको बारेमा हाम्रो स्कुलको क्लास 6देखि क्लास 8सम्म पनि पढाउने गरिन्छ। हाम्रो पोडकास्टको यही उद्देश्य रहेको छ कि उहाँहरू जस्तो किसान जसले गर्दा सिक्किमलाई अर्ग्यानिक स्टेट भनेर चिनिन्छ, जसमा हामी सबै गर्व गर्छौँ, उहाँहरूको कन्ट्रिब्युसन र आइडियाज मुख र बुकमा मात्र सीमित नभएर यो हरेक किसानहरूकोमा पुगोस् भनेर हामी लागि परेका छौँ। आशा गर्छु हजुरहरूले पनि साथ दिनुहुनेछ। नमस्कार, हजुरलाई मेरो बातचितमा स्वागत छ। र अब तपाईँले अर्ग्यानिक फार्मिङ गर्नुभएको 23 वर्ष भएछ है। 2003देखि नै तपाईँले सुरु गरिरहनु भएको छ र अब यो एग्रिकल्चर तपाईँले सानैदेखि गरिरहनु भएको हो नि त। र तपाईँको लागि चाहिँ यो अर्ग्यानिक फार्मिङ भनेको चाहिँ के हो त? यो अर्ग्यानिक फार्मिङ भनेको चाहिँ यस्तो चिज हो जो चाहिँ मान्छे यो कुनै चिज अब दबाईको रूपमा हामीले दबाईको रूपमा एउटा के सोच्छौँ भने यो जति पनि जैविक खेती अथवा अर्ग्यानिक खेतीमा उत्पादन भएको चिज यो सम्पूर्ण हाम्रो शरीरको लागि दबाईको रूपमा काम आउँछ। जस्तो हामीले धानै रोपौँ, सब्जी रोपौँ, जब हामीले जैविक अथवा अर्ग्यानिक खेती गऱ्यौँ भने त्यसमा केमिकल त्यो भित्र पर्न पाएन भने त्यो सम्पूर्ण एउटा दबाईकै रूप हुन्छ र यो हाम्रो शरीरलाई सम्पूर्ण शरीरलाई एउटा यसै अन्न, यसै सब्जी, यसै सागपातबाट प्राण रक्षक हुन्छ भने साथसाथै त्यसबाट दबाईको रूपमा पनि जान्छ। र अर्को अब यसलाई यसको खेती जुन चाहिँ अब गरिन्छ, गर्नुपर्दा चाहिँ यसको अब अलिक तरिका चाहिँ लामो पर्छ। पहिला सुरुमा यसको लम्बाइ हुन्छ खेती, किन भन्दा कतिवटा हाम्रो जमिनमा सिक्किममा त अहिले त्यस्तो छैन, कतिवटा चाहिँ केमिकल खेती गरिरहेको ठाउँमा केमिकल फर्टिलाइजर, इन्सेक्टिसाइडहरू अब केमिकल युज गरेको छ भने त्यो चिज जग्गालाई हामीले फेरि त्यो जैविक माटो बनाउनुपर्छ। पहिला जैविक माटो बनाउनलाई हामीलाई समय लाग्छ, झन्डै करिब 3 वर्षमा मात्रै त्यो केही न केही हद त्यो माटो एउटा जैविक हुन्छ र त्यो जैविक भएपछि त्यसमा लगाउन थालिएको चिजहरू हाम्रो जैविक हुन थाल्छ अथवा अर्ग्यानिक हुन थाल्छ र त्यो प्रोडक्सन जुन चाहिँ हाम्रो निस्किन्छ। पहिला त अब यो जैविक खेती भन्ने बित्तिकै चाहिँ के बुझिन्छ भने यस्तो खालको खेती हो एकैचोटि हामीले धेरै चिज लिन सक्दैनौँ र यो चाहिँ हो सिधा भाषामा भन्नु हो भने एउटा 1देखि 2, 2देखि 3 हुँदै जान्छ जैविक खेती भन्ने चाहिँ। तर केमिकल खेती जुन चाहिँ छ त्यो एकैचोटि 100 भेट्छौँ हामीले। 100 भेट्दा एकैचोटि 100% त्यसको उत्पादन भेटिन्छ। तर त्यसको अर्को न साल ल्याएर हेऱ्यो भने त्यो 99 हुन्छ, 98 हुन्छ, 97 हुन्छ। त्यो ल्यान्डबाट उत्पादन हुने नै त्यति साह्रो घटेर जान थाल्छ। हुँदाहुँदै यसको केही वर्ष पछाडि त्यो धरतीबाट यो जिरोमा आउँछ।
हाम्रो अर्ग्यानिक खेती चाहिँ 0 देखि सुरु हुन्छ र भरे गएर 100 पुग्छ। 100 पुग्दा यो 100 बाट उँभो कति नम्बर लान सकिन्छ त्यो गएको गई गर्छ। र जैविक खेती भनेको यो एउटा यस्तो चिज हो र पहिला सुरुमा जैविक खेती गर्नलाई त्यति सजिलो चाहिँ होइन, किनभने केमिकलले हाम्रो जमिन बिग्रेको छ भने यसलाई पहिला नम्बर त माटो सुधार्नुपर्छ। माटो सुधार्नुको लागि हामीले जैविक चिजहरू प्रशस्त मात्रामा त्यो माटोलाई दिएको हुनुपर्छ। त्यसबाट प्रोडक्सन भइसकेपछि तपाईँले अघि सोध्नु भएको थियो यो जैविक खेतीमा चाहिँ अब के हुन्छ, यसको के हो भन्ने गर्दा यो एउटा सबै कुरो हाम्रो अब शरीरलाई चाहिने चिज चाहिँ जम्मै त्यो अन्नबाट सागबाट पाइन्छ भने त्यो जम्मै जैविक भएपछि त्यो एउटा औषधिको रूप अथवा दबाईको रूपमा हामी भेट्छौँ त्यसलाई। र के भन्छ यो जुन गर्ने पनि एउटा त्यो एउटा खालि हामीले गोबर मल हालेर के अरे यो बाख्राको मल हालेर पनि के कुखुरा मल हालेर मात्रै यसलाई जैविक हो भन्न सकिँदैन। यसको जुन चाहिँ किरा लाग्छ, त किरा लागेपछि यता गोबरको मल चाहिँ हाल्यौँ, तर किरा लागेछ, किरा लाग्दा चाहिँ फेरि केमिकल हाल्यौँ भने हामीलाई त त्यो त जैविक हुँदैन। हजुर, त्यसको लागि पनि हामीले यही जग्गामा यो अर्ग्यानिक विषादी त भन्न सकिँदैन, अर्ग्यानिक दबाई बनाउन सकिन्छ। यसो झारपातलाई, सुगन्धित झारपातहरू या दुर्गन्ध झारपातहरूलाई हामीले सडियाएर गौमूत्रमा यसलाई हालेर यसलाई त्यो एउटा तरल पदार्थ बनाउन सकिन्छ। अनि त्यो 1:5 गरेर स्प्रे मेसिनबाट त्यो प्लान्टलाई हामीले हाल्यौँ भने जसरी केमिकल उता हालेर किरा मार्ने काम गर्छ भने यो हामीले बनाएको चिज, हामीले गरेको दबाईले चाहिँ त्यसलाई भगाउने काम गर्छ। र अर्ग्यानिकको मेन कुरा चाहिँ त्यो भएको किरा पनि मार्नु हुँदैन, हामीले भगाउनु मात्रै पर्छ। आज भगायो, भोलि भगायो, पर्सि भगायो भने ऊ चाहिँ आफै भोकैले मर्छ। दुश्मन किरा चाहिँ मित्र किरा हुनुपर्छ हामीलाई खेती गर्दाखेरि। त्यो मित्र किरा चाहिँ त्यो जति पनि हामीले जैविक के अरे दबाईहरू हामीले प्रयोग गर्छौँ, हातले बनाएको दबाईहरू, त्यसले चाहिँ त्यो जीवाणुलाई धरतीलाई नचाहिने दुश्मन किराहरू चाहिँ त्यो खान नपाएरै मर्छ। फेरि हामीलाई फाइदा दिने जुन चाहिँ किरा छ त्यहाँ, त्यो चाहिँ फेरि धेरै डेभलप हुन्छ। त्यो डेभलप हुनु नै माटो धेरै जैविक भयो भनेर हामी किसानले जान्न सक्नुपर्छ। अहिलेको समयमा जुन चाहिँ जहाँ पुरा सर्टकट खोजिन्छ नि, लाइक के लेस टाइममा धेरै क्रप्सहरू फलाउनु खोज्छन् मान्छेले, कम समयमा धेरै प्रगति होस् होइन। र यो समयमा पनि तपाईँले चाहिँ अर्ग्यानिक फार्मिङ नै चाहिँ किन चुज गर्नुभयो त? यो मैले अर्ग्यानिक फार्मिङै चुज गर्नुको एकदमै मुख्य कारण चाहिँ के छ भने मान्छेलाई छिटो मिठो धेर चाहिन्छ भन्ने कुरा त सबै हो, मलाई पनि चाहिन्छ, सबैलाई चाहिन्छ। दुनियाँमा छिटै हामी धेरै पैसावाला हौँ, धेरै धन कमाउँ, धेरै यो हुने त हुन्छ, सबैको इच्छा हो यो। तर कुनै पनि चिज त्यो बेसी त्यो खालको चिजले हामीलाई थाम्दैन। तर यो जुन अहिले मैले अलि अगाडि पनि भने जैविक खेती भनेको र जैविक भनेको के चिज हो भन्ने कुरा चाहिँ हामी मान्छे पनि एक प्रकारले जन्मिँदै आउँदै जैविकै हुन चाहिँ, पशु प्राणी पनि जैविकै हो। तर यहाँ के छ भन्दाखेरि अब यहाँ आइसकेपछि अहिलेको जनसङ्ख्याको यो वृद्धिले गर्दा, योले गर्दाखेरि चाहिँ यो केमिकल खेती भएर गयो एकपट्टि। त अब यसलाई एकैचोटि यो डल्लै भारतवर्ष नै यसलाई जैविक गर्नुपर्छ भन्दा यो असमर्थ हो। आज मेरोमा जस्तो 10 एकर जमिन छ अरे, 10 एकर जमिन छ भने मैले पहिला आधा एकरदेखि सुरु गर्नु, आधा एकरदेखि सुरु गऱ्यो भने आधा एकर जमिनमा मैले पूर्ण रूपले जैविक बनाइसकेँ भने 9.5 एकर जमिन एकपट्टि रहन्छ। अब त्यस्तै हिसाबले अलिअलि अलिअलि गर्दै गर्दै त्यो 10 एकरकै लक्ष्य चाहिँ केही साल बादमा हुन्छ। तर एकैचोटि यो धेरै गरौँ भन्दा चाहिँ अब यो हुँदैन। अनि जस्तो अघि तपाईँले सोध्नुभयो मान्छेलाई छिटो मिठो चाहिन्छ, छिटो मिठोको चाहिँ मैले अघि पनि भनेको छु,
यो केमिकल खेती छिटो मिठो हो, धेरै उत्पादन हो, तर यो चाहिँ 100 हो नि त, भरे आएर त 0 हो नि। त्यही त हजुर त्यही अनि अब आजकल जेनरली मान्छेहरूले चाहिँ के गर्छन् भन्दाखेरि कसैले खेतीपाती गर्दैछ भन्दा चाहिँ त्यसलाई एउटा ब्याकवर्ड भनेर हेरिन्छ नि अहिलेको अब युवाहरूलाई पनि खेतीपाती गर भन्यो भने कहाँ त्यस्तो गर्छौ अब यस्तो पाराले हेरिन्छ मोस्ट अफ द पिपलले पनि त्यही गर्नुहुन्छ होइन र तपाईँले चाहिँ यो एग्रिकल्चरलाई चाहिँ कस्तो सोच्नुहुन्छ तपाईँको तपाईँले सन्दर्भमा? यसमा चाहिँ साह्रो मिठो मलाई यो सोध्नुभयो, म बहुत खुसी छु। हुँ, हो, हामी किसानलाई कसैले पनि अलिकति परबाट हेर्दाखेरि यो त एउटा खेतीवाल रहेछ भनेर बोले जस्तो हुन्छ। हजुर तर खासमा चाहिँ त्यो सोध्ने मान्छेले पनि एउटा कुरा के बुझिदिनु पर्छ भने डाइनिङ टेबलमा हामी काँटा चम्ची मात्रै बजाउँदाखेरि हाम्रो भुँडी भरिँदैन। हजुर त्यो किसानले कसरी यो ल्यायो होला यहाँ, हजुर र आज म यो चम्चीले यो डाइनिङ टेबलमा खाँदैछु भात भनेर एकखेप त्यो किसानले सोचिदिए, त्यो खानेले यो सोचिदिनुपर्छ। हजुर यो हो अहिलेको जेनेरेसन बिचराहरूलाई कतिवटा कुरो आमा बाउको पनि एउटा इच्छा हुन्छ, आमा बाउ फार्मर्स हो, मेरो छोरो पढेर ठुलो मान्छे बनोस्, नोकरी नै गरोस्, अफिसमै बसोस् भन्ने हुन्छ। तर त्यो चाहिँ एउटा कुरो सीमित जग्गा छ नि त। हजुर त्यो एउटा जस्तो अब 10 जनाको भ्याकेन्सी छ, हजुर 10 जनाबाट 11 त सरकारले गर्नै सक्दैन। हजुर उतापट्टि पढेर आएको त भरे 12-15 जना 20 जना होला। हजुर त्यो अब तिनीहरू चाहिँ के गर्नु, त्यो नोकरी बाँड्दा हुँदैन। हजुर अनि सक्नेले नोकरी गर्ने हो, पाउनेले नोकरी गर्नु, त्यसमा केही छैन। तर जसले पाउँदैन, जसले चाहिँ यो खेतीलाई अलिकति अर्को दृष्टिले देख्छ, तर त्यो चाहिँ एउटा हाम्रो पहाडी यहाँ स्वभाव मात्रै होला। बाहिर फरेनतिर यसलाई हेऱ्यो भने खेती गर्ने चाहिँ नि अमेरिकातिर चाहिँ बहुत ठुलो एउटा मान्छे हो भनेर त्यसलाई सम्मानको साथमा गन्ती हुन्छ। हजुर हाम्रो यहाँ मात्रै हजुर अलिकति त्यस्तो हेरिन्छ। तर देश विदेश हेर्नुपर्छ त्यो मान्छे सोच्नेले, हजुर त्यो पढेकोले चाहिँ देश विदेशलाई पनि सोच्नुपर्छ। हजुर ठिकै हो र तपाईँले अहिले जति अर्ग्यानिक फार्मिङ गर्नुहुँदैछ होइन तपाईँ कि यो कुराहरूबाट सन्तुष्ट हुनुहुन्छ कि? म चाहिँ यति साह्रो सन्तुष्ट छु। हजुर हुन त म त्यस्तो पढेको होइन, हजुर मैले 1953मा 53मा म जन्मेको हजुर हो। अहिले मेरो उमेर लगभग 73 इयर्स पुग्यो। मैले मेरो बाबालाई मैले 16 वर्षदेखि खेती गर्न मैले सघाएँ। हजुर त त्यस ताकमा त यहाँ सिक्किममा पनि डिएपी, युरिया जो चाहिने केमिकल मलहरू पनि पाउँथ्यो। हाम्रो जैविक मल पनि सुरु भएको थियो। हजुर यो 1964देखि यता चाहिँ सिक्किममा पनि केमिकल आउन थालेको हो। हजुर र यो म सन्तुष्टको कुरामा चाहिँ के आउँछ भने त्यस बेला म खेती गर्दै आउँदा हजुर अब यहाँ बिचमा 2003देखि यता चाहिँ यो सिक्किम अर्ग्यानिक खेती गर्ने एउटा लहर चल्यो। हजुर लहर चल्दाखेरि म त्यसै त खेतीवाल, हजुर अनि यो के रहेछ भनेर राम्रो बुझ्दै जाँदा यो जतिको राम्रो चिज, विश्वलाई चाहिएको चिज मैले अर्को देखिनँ। नदेख्दाखेरि त्यसमा म लागि परेँ। हजुर लागि पर्दा आज साँच्चै भनौँ भने म सिक्किममा एउटा म आफैलाई मपाई भन्नु चाहिँ ठिक चाहिँ होइन, तर मैले जाने अनुसार म यो जैविक खेती विषयमा चाहिँ एकदमै धेरै सन्तुष्ट पनि छु र धेरै काम गर्न सकेको पनि छु र यसबाट मैले कमाउन पनि सकेको छु। ओके र यदि कसैले अब सिक्किममै भनौँ न है कसै युवाहरूले या कसै किसानले म अबदेखि चाहिँ प्रपरली अर्ग्यानिक फार्मिङ सुरु गर्छु भनेर चाहिँ उहाँले सोच्नु भएको छ भने चाहिँ तपाईँले उहाँलाई कसरी राय दिन चाहनुहुन्छ? होइन, कसैले अर्ग्यानिक फार्मिङ गर्छु भनेर आउँछ भने अब म उहाँको घरमा बारीमा त म टक्राको पुग्न त पहिलो सक्दिनँ। जसलाई तिर्खा लागेछ त्यो मान्छे यहाँ धाउनु पर्यो कुवामा। हजुर किनभने पानी कुदेर उसको तिर्खा मेट्न त पुग्दैन। हजुर जो व्यक्ति त्यस्तो खालको छ भने, कोही किसान त्यस्तो छ भने यहाँ मेरोमा आइदियोस्, मेरो हेरिदियोस्, अनि मेरोबाट अलिकति केही सिकेर जाओस्। अनि म भएन भने म पनि उसको भिडमा गएर उसलाई तौर तरिका सिकाउन पनि लाग्छु। यसमा सरकारले पनि धेरै मद्दत गर्छ।
हजुर सरकारले पनि यसमा मद्दत गर्दैन भन्न म सक्दिनँ, एकदमै सरकारले पनि गर्छ जी र यस्तै छ। अब त्यो अर्काको मनोबललाई म त एकदम बढावा दिन चाहन्छु। हजुर यदि यो कसैले अर्ग्यानिक फार्मिङ चाहिँ अब स्मार्टली गर्यो भने चाहिँ सानो जग्गाबाट पनि कति जस्तो कमाइ हुन सक्छ होला? सानो जग्गाबाट पनि यस्तो यो प्लान्ट अनुसार पनि हुन्छ कि, हजुर जस्तो मैले फुलकोपी रोपेँ, फुलकोपी चाहिँ चट्ट काट्यो, त्यो टाउको मात्रै हो सकिगयो। हजुर बन्दाकोपी पनि चट्ट काट्यो सकिगयो। हजुर ठिकै छ, लार्ज स्केलमा लगायो भने त्यो एकदम राम्रो हो। हजुर तर यो ब्रोकोली छ नि, हजुर अरू सबै कोपी मध्येमा यो ब्रोकोली चाहिँ हजुर यतिसम्म गजब हो। यो ब्रोकोली चाहिँ हजुर कि यसको अस्ति मैले फल बेचेँ, यसको मुनिको बेच्यो। हजुर यो दोस्रो पटक आएको यो, अब नि यो दोस्रो पटक आएको। अस्ति यो टुप्पा पनि काटेर अर्को खेप अस्ति सकियो, हजुर फेरि यो दोस्रो तेस्रो पटकको टुप्पा पनि यत्रो यत्रो छ। र यो ब्रोकोली खेती चाहिँ किसानले साह्रो ध्यान दिएर गर्यो भने यसमा पैसा पनि छ र यसमा फाइदा पनि छ। हजुर यो चाहिँ थर्ड टाइमको है थर्ड अहिले? टाइमको, यो चाहिँ थर्ड टाइमको है। ए यो फर्स्ट चाहिँ यो मेन यो जुन चाहिँ यहाँ मुनि देखिँदैछ यो काटेको हजुर। दागै छ नि, हजुर यो अब थर्डबाट यो फर्स्ट भयो। हजुर यसको सेकेन्ड अस्ति भाँचेको छ, यो भाँचेर आएको हो। ए यो भाँचिकन आएको। अब जस्तो यो पनि अब फेरि भाँच्दा फेरि भइगएको छ। हजुर फेरि अर्कोबाट यहाँ यो भाँच्दा फेरि यहाँबाट मुनि यो फेरि यसले फ्याँकिहाल्छ यो भएको डक्लाबाट नि। ए हजुर भनेपछि यो एकैपल्ट रोप्यो तर तिन चारपल्ट दिन्छ? दिन्छ यसले 3 खेप 4 खेपसम्म चाहिँ यो बोट रन्जेल दिन्छ। हजुर यो बोट लामो बस्छ। फेरि यसको चाहिँ उम्, त्यो अरू कोपीको चाहिँ एकै खेपमा सकिन्छ भने यो चाहिँ लामो पनि बसिदिन्छ। तपाईँले चाहिँ गाई पशुपालन पनि गर्नुहुँदो रहेछ र साथै कुखुराहरू पनि पाल्नु हुँदो रहेछ? यस्तो छ, यो जैविक खेती भन्ने बित्तिकै हजुर गाई छ भने जैविक खेती छ, हजुर यो कुखुरा छ अथवा मल, विशेष गरिकन मल हजुर मल नै हाम्रो ठुलो कुरो हो। त्यसमा पनि गाई चाहिँ भयङ्कर ठुलो हो। गाईको युरिन काम लाग्यो, ज्यू त्यो धेरैवटा दबाई पानी बनाउन काम लाग्यो अथवा प्लान्टमा हाल्न काम लाग्यो। अब त्यसमा गोबर मलमा सबै कुरो पाइन्छ। हजुर जस्तो हामीलाई 90 नहुने खेतीमा नाइट्रोजन, फस्फोरस, पोटासियम हजुर यो तीनवटा चाहिँ तत्त्व चाहिँ यतिसम्म जरुरी छ कि त्यो चाहिँ कहाँबाट भेटिन्छ भन्दा गाईबाट भेटिन्छ। ओके गाईको गौत, गाईको गोबर, हजुर त्यसैबाट सब कुरो हामी पाउन सक्छौँ। केही इनोभेसन्सहरू छ जो हाम्रो सिक्किमको कृषकहरूलाई साझा गर्न चाहनुहुन्छ? तपाईँले अहिले भन्नुभएको जुन चाहिँ कुरा छ, त्यो हजुर क्वेसन छ, मैले के भन्न चाहन्छु भने कसैलाई पनि यो लहरे बाली अथवा यसमा हाम्रो यो डोरी लगाएको देखिन्छ। हजुर र जस्तो हामी आलु खेती गर्छौँ, हजुर आलु खेती गर्दा यहाँबाट त्यो प्लान्टसम्ममा मात्रै हो नि त्यो एरिया, हजुर त्यहाँबाट अर्कोको त अर्को एरिया भयो। हजुर यतिमा भनेको 10 फिट एरिया छ यो हाम्रो। हजुर 10 फिट एरिया, यो 10 फिट एरिया छ, त्यहाँभन्दा बेसी छैन। हजुर त यो मेरो त्यहाँबाट उँभो जाँदैछ 11-12 फिट हजुर यो डोरीमा। हजुर त यहाँबाट मेरो 10-12 फिट यहाँबाट जाँदैछ। हजुर यो भित्र चाहिँ त्यो मुनिको जमिन 10 फिट जमिन भन्दा चाहिँ 24 फिट अथवा 22 फिट लामो चौडा भएको जमिन भयो भनौँ, डबल खेती। हजुर यति नै जमिनमा डबल एरिया मैले पाउँछु। त्यो चाहिँ पाउनुको खास कारण चाहिँ के हो भने यो आकाशतिर जाने चाहिँ जति लगे पनि हाम्रो फोगट हो। हजुर फोगट भएकोले गर्दाखेरि यो उँभो लगिन्छ। यसलाई लाने बित्तिकै यो हावा पनि मजाले छिर्छ, मजाले फल पनि फल्छ। र कुनै पनि चिज, मकै लगाऊ यतिमै हो, आलु लगाऊ यतिमै हो, सागपात लगाऊ यति नै हो। तर यो लहरे बालीलाई चाहिँ यसरी लगाएछ भने, यो चाहिँ गर्ने जान्ने किसानहरूले पनि यसरी गरिदियो भने धेरै किसानलाई फाइदा हुन्छ। यो अहिले तपाईँको यहाँनिर 80/70 जुन चाहिँ जमिन रहेछ, यसमा चाहिँ तपाईँले ड्यामै काँक्रै मात्रै लगाउनु भएको छ है? हजुर र यही तकनिकी युज गरेर चाहिँ तपाईँको उत्पादन चाहिँ लमसम कति जति चाहिँ अब हुन्छ यही होला? विचार गर्नुहोस् न, मेरो गएको साल यो एउटा ठाउँबाट हजुर यो एउटा यो जुन चाहिँ देखिँदैछ यो थाङ्रा, या अहिले मैले मसिनो थाङ्रा दिएको, हजुर यो थाङ्रा दिएको ठाउँबाट यतिबाट करिब 3टा प्लान्ट पर्छ। 3टा रहेछ। हजुर यो 10 देखि 12 केजी यतिबाट आउँछ 3टा प्लान्टबाट है। हजुर
यो यति आउँछ भने यस्तो चाहिँ करिब करिब यहाँनिर 500 लगभग यहाँनिर मेरो बिरुवा पर्छ यो जम्मामा हजुर जम्मा हेर्दाखेरि करिबन 500 जस्तो यहाँ बिरुवा पर्छ बिरुवा 500वटा बिरुवामा यो जग्गामा त्यही हिसाबले लगाउँदा पनि एउटामा 10 भयो भने 10-12 केजी भइदियो भने पनि कमसेकम यो डल्लैमा 5000 केजी 5000 भनेको झन्डै 50 क्विन्टल हजुर हुन्छ तर त्यत्रो चिजै चाहिएको छैन हजुर मलाई त यहाँनिर 20-25 क्विन्टल फलिदियो भने नै म हुपुक्क सँगसँगै यो के छ भने यो काँक्रा त अब मेरो जुनको लास्टमा अथवा जुनको 20-25 मै सकिजान्छ हजुर यो मेरो अब यहाँ मल्चिङ गरेको हुन्छ अहिले मल्चिङ देखिँदैन त्यो मल्चिङ निकालिन्छ र करेलाको बिरुवा 3-3वटा गरेर त्यसरी एउटा पटमा हुर्काइन्छ हजुर त्यो ल्याएर थपक्क करेला यहाँ लगाइदिएपछि यो जुन चाहिँ डोरी छ यही थाङ्ग्रा छ यसैले फेरि करेला भनौँ त्यो पटमै त्यो फुल्न थालेको हुन्छ यहाँ ल्याएर ठक्क हालेपछि झन् उसले ठुलो एरिया पाउँछ र फेरि करेला यही जग्गामा यो काँक्रा मुनि काटिदिने सकिन्छ फ्याँकिदियो उँभोको चलाउनु पर्दैन तान्नु पर्दैन अनि यो काँक्रा जान्छ र करेला जान्छ र फेरि यहाँनिर सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बरसम्म यहाँ करेला खान पाइन्छ यही थाङ्ग्रामा है एकैपल्टमा चाहिँ दुईटा पाइन्छ यो सक्ने बित्तिकै त्यो आउँछ तर पटमा हुन्छ तपाईँले यो यति दोडी लगाउनु यो बाँसहरूको खर्चहरू चाहिँ कति जस्तो हुन्छ अब यस्तो छ यो के छ भने मलाई यस्तो महँगो केही पनि परेको छैन किनभने यो चिज भने केजीमा पाइने हो यो यहाँबाट ऊ त्यो माथिसम्ममा यो एउटा लाइनमा करिब करिब 3 केजी डोरी लाग्यो यो साइडमा मात्रै यतापट्टि 3 केजी लाग्यो 6 केजीले चाहिँ मेरो यो टनल जस्तो बनिसक्यो तर अब यसमा त्यो 6 केजी डोरीको दाम भनेको 600 रुपियाँ पर्छ 100 रुपियाँ केजीदेखि 120 रुपियाँ केजी पर्छ अथवा 600-700 रुपियाँ पर्छ भने तर त्यतिले चाहिँ दुईटा क्रप खान पाइन्छ दुईटा खेती खान पाइन्छ काँक्रा र करेला खान पाइन्छ इनोभेसन अरू केही छ जो हाम्रो सिक्किममा गर्ने युवा कृषकहरूलाई तपाईँ दिन चाहनुहुन्छ होइन अर्को अब अरू भनेको कुरा त के हो भन्दाखेरि जस्तो हामीले कतिवटा कुरो अघि पनि भने मैले बजारबाट अथवा कहीँ फ्याक्ट्रीमा बनिएको उत्पादन ल्याएर खेती गर्नुभन्दा जुन चाहिँ दबाई पानी विषय मल विषय त्यो हामीले हाम्रै यो यहाँ उत्पादन गर्ने चिज हामीले प्रयोग गऱ्यौँ भने एउटा जैविक हो एउटा बाहिरबाट किन्नु पर्दैन यो हामीलाई सजिलो उपाय पर्छ र तपाईँलाई चाहिँ किन लाग्छ कि अर्ग्यानिक फार्मिङ गर्नु जरुरी छ एउटा कुरा है र अर्ग्यानिक प्रोडक्ट खानु जरुरी छ यो र अब मान्छेले अहिले जस्तै कसैले अब यो जहीँबाट बजारहरूबाट पनि किनेर ल्यायो भने के अर्ग्यानिक भनिन्छ तर त्यो अर्ग्यानिक हो होइन भने हामीलाई डाउट भइरहेको हुन्छ नि होइन र सो तिनटै कुरालाई चाहिँ तपाईँ कसरी हेर्नुहुँदैछ किन छ यो तपाईँले जुन कुरा सोध्नुभयो कि जैविक के अरे यो अर्ग्यानिक खेती नै किन गर्न जरुरी छ र अर्ग्यानिक खेती नै यो हुनुपर्छ जुन कुरा तपाईँले राख्नुभयो मैले अघि पनि भनेको छु त अर्ग्यानिक खेतीले पहिला नम्बर त हामीलाई दबाईकै रूपमा शरीरलाई काम गर्छ भने अर्को कुरो चाहिँ के छ भन्दा हेर्नुहोस् मैले त्यो 100 हुन्छ यो केमिकल खेती भनेको चाहिँ 100बाट 0 आएपछि मेरो छोरा नातिले के खाने त्यो माटोबाट त्यो माटो त मैले बचाइदिनु पर्यो नि मेरो छोरा नातिलाई किनभने मैले मेरो लाइफभरि त म केमिकल हालेर के गरेर म 100% निकालेर मेरो त गुजारा गर्छु तर मेरो आउने भोलि भावी पिँढीले चाहिँ त्यो माटो मरुभूमि जस्तो भएको छ भने त बिचराहरूले के खान्छ त्यसकारण आउने जेनेरेसनलाई बचाउनका लागि जैविक खेती गर्नु अत्यन्त जरुरी छ र अरे भनिन्छ नि क्या सिक्किम एउटा ब्रान्ड बनिएको छ नि त अब ओभरअल इन्डियामै हेऱ्यो भने सिक्किम इज द फर्स्ट अर्ग्यानिक स्टेट भनिन्छ होइन तर अब हाम्रो यहाँको युवाहरूले चाहिँ यो ब्रान्डलाई चाहिँ युटिलाइज गर्नु सकेको छ छैन तपाईँलाई के लाग्छ होइन यहाँ युवाहरूले पनि गरेको छैन त्यो म भन्दिनँ
अब कतिवटा अब मैले अघि पनि भने पढेर आएकोहरू कतिजना अब लागेको छ काममा जान्छ, उनीहरू सर्भिस भन्छ, अब बाबुआमाको पनि इच्छा सर्भिसै जाओस् भन्ने छ। तर अब यस्तो छ त्यो युटिलाइज नगरेको छैन होइन, छ अहिले पनि। हाम्रो हिजो अस्ति हाम्रो सिएम साहबले उहाँ के अरे के जातिमा कला म्याडमको क्षेत्रमा गाउँले बजार भनेर खोल्नुभयो। त गाउँले बजार भनेपछि चाहिँ गाउँलेकै सब्जी मात्रै त आउँछ नि त्यहाँ त। अन्त गाउँलेको सब्जी आउनको लागि त त्यहाँकै युवाहरूले, त्यहाँकै भाइ बहिनीले त्यहाँकोले गरेको हो नि त त्यो त। र यो जुन आउने जेनेरेसनले पनि यो काम गर्दैन भन्न चाहिँ म सक्दिनँ। किन भन्दा एक दिन यस्तो दिन पनि आउँछ कतिवटा कुरो बाहिरकै सामानबाट बाहिरैलाई पुगेन भने भोलि त हामीले त यहीँको माटो कोट्याउनु पर्छ नि। त्यस कारणले जुन सिएम साहबको दूरदर्शी एउटा दृश्यले गाउँले बजार भनेर जुन खोलिएको छ, यो चाहिँ मलाई साह्रो मन परेको छ, बहुत खुसी लागेको छ कि गाउँकै भाइ बहिनीले अब गान्तोक बजार आउनका लागि गाडी भाडा तिरेर बेच्न आउनु परेन। ती गाउँकै बजारमा गाउँले सामान गऱ्यो भने यस्तो त मैले त जुन आज कला म्याडमको क्षेत्रमा जुन देखेँ त्यस्तै हिसाबले चाहिँ अब पाकिमको पनि कतिवटा गाउँमा यस्ता खोलियोस् ताकि त्यो गाउँलेलाई नै चल्छ र त्यो गाउँले भाइहरूले त्यो बुझ्छ अर्को जग्गामा यस्तै होस्। यो बहुत राम्रो कुरो मैले चाहिँ यो गाउँले बजार विषयबाट थाहा पाएको छु। र आज अब हामी कार्यक्रमको अन्तमा आउँदैछौँ है, र तपाईँको केही सन्देश हाम्रो हेर्नुहुने दर्शकहरूलाई, जो युवा हुनुहुन्छ, जो कृषक हुनुहुन्छ, उहाँहरूलाई केही सन्देश दिन चाहनुहुन्छ? म त अब भन्न के चाहन्छु भने जवानी भाइ बहिनीलाई, म त अब त्यसै पनि बुढो भइसकेँ, मबाट के ज्ञान छ त्यो तपाईँहरूले लगिदिनुहोस् भनेर म विनम्र बिन्ती नै गर्छु। बरु म यहाँभन्दा अरू त म के भन्न सक्छु, मसँग भएको ज्ञान तपाईँहरूले लगिदिनुहोस्, यही नै हो मेरो। र धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो धेरै धेरै धन्यवाद छ हाम्रो धनपति सापकोटाज्यूलाई, जसले हामीलाई साथसाथै हजुरहरूलाई पनि उहाँको ज्ञान दिनुभएको छ। र फेरि पनि हामी एक दिन उहाँलाई हाम्रो अतिथिको रूपमा बोलाउनेछौँ। त्यसरी नै हेर्दै गर्नुहोस् बातचित। फेरि भेटौँला अन्य प्रगतिशील कृषकहरूसँग। जय किसान, जय जैविक। नमस्कार।